साथीहरू हामी त बिजो हो पाइम बिजो के यसरी हामी एटिएम खोज्दै हिँड्दैछौँ तीनटा टाउको भएकोले बुधबार भन्छ साथी हेलो साथीहरू नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल भोटेन ब्लग म सन्चै छु तपाईँहरू पनि सन्चै हुन्छ भन्ने आशा साथमा फेरि म न्यू डेनी ब्लग सुरु गर्छु आज साथीहरू ठ्याक्कै एक हप्ता 8-9 दिन कि 10 दिन भयो है मैले सानो मिनी ब्लगहरू बनाइरहेको थिएँ होइन आज चाहिँ मैले फेरि मेरो ब्लग स्टार्ट गरेको छु साथीहरू सो म चाहिँ दोकान जान आँटेको पैसा बोकेर खाना बनाइसकेँ मैले अनि मेरो बुढा चाहिँ के गर्दै हुनुहुन्छ त यहाँनिर कति भइसक्यो 10 बज्न आँटिसक्यो हिजो पनि जितेँ म त यत्तिकै पर पुगेर आएछु हौ यत्रो चप्पल लाएर दोकान पुगेर यहाँनिर उसको बाइक खोइ त हिलो भएको छैन त नि हिलो भएर उसको बाइक ए यस्तो भएछ नि त बिचरा अब सफा गर्ने अरे हेलो रिङसँगै छैन कि यहाँ झुन्डाएको थियो होइन निकालेर लग्यो होला कि यहाँ कोरिरहेछ है यो यहाँ मैले घन्टी झुन्डाइदिएको थिएँ कि साथीहरू त्यो घन्टी के भन्छ हो त्यो नै छैन अस्ति नै उसले र हामीले मैले भएर दुईजनाले झुन्डाकै यहाँबाट निकालेर लग्यो जस्तो छ यहाँ भुराहरूले लग्यो होला कसले लग्यो कुन चाहिँले लग्यो थाहा नै छैन हेलो गाइस भन्नु न हौ छ्या कस्तो खालको छ मेरो बुढा मात्रै यस्तै कि अर्को बुढा त्यस्तो हुन्छ हौ अरूको बुढा पनि हो ल म गएको दोकान गएर आउँछ दोकान गएर आउने म पानी परिरहेको छ यहाँ चाहिँ साथीहरू हालत यस्तो छ आज नि म चाहिँ यो ठुलो चप्पल लाएर गएको यस्तो छ हालत हुन्छ क्या त्यत्तिकै पनि त्यत्तिकै आएको म चाहिँ सब्जी बोकाएर यो फुपूले यहाँ धेरै यत्तिकै लान्छु भन्दा नि होइन राम्रो पो चाहिएको फुपूकोमा यहाँ दोकान यहीँ छ अनि यहाँ आउनु परिहाल्यो नि सब्जी म त सब्जी लिन आएको जस्तो भयो नि यतिकै लान्छ हौ बोटुकामा यतिकै बोकेर कसले के देख्छ म त हिजोकै यत्रो चप्पल लाएर आएको दाजुहरू सुतिरहेको भएको रहेछ यहाँनिर म गएको ल के गर्दै हुन्छ भनेर आएको भरे अब उता मेन पार्कतिर जानुपर्ने अरे कता कुरा सकेर ल आज पनि त यत्रो लगाएको छ ऊ बाटे लाएर जानु यही लाएर आएको नि गएको ल गएकै फुको कहाँ कराउँदैछ सुन्नुभयो काग कति धेरै हो यहाँनिर कहाँदेखि आउँछ काग यार पानी परेर आज त कस्तो घाम पनि लागेको छैन साथीहरू आज हामी कहाँ पुग्ने हो थाहा छैन साथीहरू म चाहिँ होइन दिदी भेट्नु जान आँटेको हो कि मसँग पहिला सँगै काम गरेर आउनुभएको दिदी हो होला अनि म चाहिँ उहाँलाई भेट्नु जानु आँटेको आज हामी दुईजना कहाँ पुग्छौँ होला अनि मलाई चाहिँ जित्तेले पुऱ्याइदिन आँट्नुभएको छ साथीहरू यस्तो पाराले पो काममा जान्छ त मेरो बुढा त यस्तो पाराले अब हामी चाहिँ जानुपर्ने हुन्छ साथीहरू चढौँ आइया ल जाऊँ दिदी अघि आइपुग्नु भइसक्यो होला फोन गरेको उठाउनु भएन म चाहिँ गएको साथीहरू अहिले दिदीलाई देखाउँछु ल मेरो बुढा चाहिँ जान आँट्नु भयो है साथीहरू आइपुग्यो अनि यो गाडी जान्छ यो गाडीमा जाऊँ न केटीलाई भेट्यो साथीहरू है हामीहरू कति पछाडि भेटेको 6 महिना भयो होला 7 महिना ठिकै रहेछ यता भनेको छैन हामी चाहिँ बसमा चढिसक्यौँ स्वयम्भूमा त्यहाँ स्वयम्भू साथीहरू हामी त बिजो हो पाइम बिजो के दिदी र म यहाँनिर गङ्गापुरदेखि हिँड्दै सामाकोसी पुगेर नि फेरि फर्किँदैछौँ हाम्रो एटिएम नचलेर बिजो भयो आज के गर्ने होला यसरी हामी एटिएम खोज्दै हिँड्दैछौँ साथीहरू यहाँनिर होइन तर हामीले एटिएममा चाहिँ पैसा पाएको छैनौँ कुनै पनि एटिएम चलेको छैन के भएको साथीहरू ट्राई गर्नु त एकचोटि एटिएमै चल्दैन हौ के भएको यहाँनिर मैले झन् स्वयम्भूदेखि गरेर आएको साथीहरू यहाँ मान्छे कति धेरै हो क्या मान्छे स्वयम्भूमा मान्छे कति धेरै हो आज मान्छे आज के बार हो त्यही त अनि कति के बार आज बिहिबार कि शुक्रबार आज खोइ के दिवस भन्दै थियो
त्यही भएर धेरै मान्छे भएको होला नभए यति धेरै नहुनु पर्ने आमा धेरै ब्याग है हामी यहाँ दिदी र हामी चाहिँ कहाँ कहाँ पुगेर हामी त साथीहरू कहाँ चाहिँ पुगेर मजा आउँदैन यस्तो नहुँदा नि कहाँ पुग्छ चल्छ होइन चल्छ हामी दुईजनालाई त कतार पनि यस्तै थियौँ नेपाल आएर नि यस्तै हो नेपालमा चाहिँ यहाँ मान्छे कति धेरै जाम ल उता उता ल यता यतातिर बाँदरै बाँदर मात्रै छ स्वयम्भूमा त साथीहरू के यो दिदी फेरि यस्तो डराउँदो रहेछ कि बाँदर चाहिँ यस्तो डराउँदो रहेछ साथीहरू हामी चाहिँ यतादेखि आएर नि उपर गएर अघि 5 रुपियाँ तिरेर सु गरिसकेको 5 रुपियाँ तिरेर सु गरिसकेको साथीहरू अब माथि टुप्पीमा त जान सकिँदैन दिदी पछि जानुपर्छ ल टुप्पी माथि हिँडेर ल अनि भोक लागिसक्यो यहाँनिर अब खाजा खानुपर्ने हुन्छ हाम्रो एटिएमबाट पैसै निस्केन एटिएमै नचलेको हो कि खासमा भन्नुपर्दा जामा लाउने अब हामी चाहिँ टिकटक बनाउनु पर्ने हुन्छ यहाँनिर साथीहरू टिकटक एकछिन भए पनि टिकटक बनाउनु पर्ने हुन्छ मैले होइन कति धेरै मान्छे हो क्या आज त म यतातिरको भ्यू चाहिँ देखाएको थिइनँ है यहाँनिर चाहिँ 3टा गौतम बुद्ध छ साथीहरू साथीहरू हामीले होइन टिकटक बनाइसक्यौँ दिदी र मैले तर हाम्रो टिकटक चाहिँ कस्तो भयो त्यो चाहिँ थाहा भएन अनि त्यसपछि चाहिँ हामी चाहिँ फेरि यतातिर आइपुगेको छौँ यो यतातिर हेर्नु न हेर्नु घुम्नु त हेर्नु यतातिर यो चाहिँ उयो यो अस्ति थिएन क्या दिदी यो नयाँ बनाएको यो माथिको उयो उयो छ बजाउने ऊ त्यहीँ छ बजाउने बजाउनु त म त सक्दिनँ हेर्नु साथीहरू अघि बजाउने भन्दै थियो अहिले त नबजाउने पो भन्दैछ त अहिले त भरे बजेन भने चाहिँ अघि बजाउने भन्दै थियो होइन अहिले नबजाउने अरे भरे बजेन भने त खतरा छ मेरो साथी त हेर बजाउने भन्दै थियो अहिले नबजाउने अरे यो नि यस्तै छ यहाँनिर चाहिँ यस्तो यस्तोहरू छ यो गौतम बुद्ध भइहाल्यो साथीहरू अनि त्यसपछि चाहिँ यो चाहिँ यता पछाडिपट्टि हो क्या यसरी पछाडिपट्टि यतातिर नि यस्तै छ अन्त यता नि गौतम बुद्धहरू नै छ यो घुम्नको लागि चाहिँ राम्रो छ यो चाहिँ यति यो बुद्ध पार्क मात्रै भयो क्या यो चाहिँ के भन्छ यसको नाम बुद्ध पार्क स्वयम्भूको बुद्ध पार्क भनेर यसलाई नै भन्छ नि फेरि यो 3टा टाउको भएको यो 3टा टाउको भएकोले बुद्ध पार्क भन्छ साथीहरू अब हामी चाहिँ खाजा खान जानुपर्ने हुन्छ भोक लागिसक्यो जाम्ला घुमाउने के हुन्छ घुमाउँदा के राम्रो हुन्छ ल जाम घुमाउनु ल ल 3चोटि हामी यहाँ घुम्दैछौँ साथीहरू यसको लागि चाहिँ 3चोटि घुम्नुपर्ने हुन्छ यहाँ हाम्रो दिदी घुम्नु हुने अरे त्यही भएर 2चोटि भयो अब चाहिँ 3चोटि हुन्छ 3चोटिसम्म चाहिँ घुम्नुपर्छ क्या यहाँ लु घुमाउनु गार्डनतिर साथीहरू यति धेरै मान्छे छ कि यति धेरै मान्छे छ कि आमा हेर्नु न आज चाहिँ कति धेरै मान्छे हो अघि झन् कति धेरै थियो नि अघि झन् कति धेरै थियो यहाँ हाम्रो दिदी त अब मान्छे नभएको बेला आउने अरे मान्छे नभएको बेला आउनुपर्छ ल टाइम मिलाएर हामी त भन्नुहुन्छ साथीहरू मान्छे नभएको बेला अब हामी चाहिँ जाने यो माथिको फुल कति राम्रो आएको कति राम्रो अब चाहिँ हामी चाहिँ यहाँदेखि चाहिँ जाने खाजा खाने भोक लाग्यो यार दिदीले त बिहान 8 बजी खाना खानुभएको अरे अनि आउँदै हुनुहुन्छ अनि चाहिँ हामी यहाँ जाने तल साथीहरू आज क्या होइन यस्तो भयो क्युआर पनि नचलेर खाजा पनि नखाइ आयौँ हौ हामी त यार बिचरा त्यो दिदीले त झन् छिटो खाना खानु बिहान यति छिटो उठेर त्यो दिदी रेडी हुनु भएछ कि साथीहरू 9 बजे त दिदी रेडी भइसक्नु भएको 9 बजे चाहिँ म भर्खर फेरि उठेको थिएँ 9:30 बजी उठेर पनि खाना बनाएको भर्खर बनाउँदै थिएँ नि दिदी त म त अघि रेडी भइसकेँ भन्दै अन्त होइन अनि बिचरा भोक लागेको थियो होला मलाई पनि भोक त लागेको थियो कि तर क्युआरै चलेन कसम आज जस्तो बिजोग त कहिले भएको थिएन साथीहरू जामा लाउने थेट आज चाहिँ म सुत्दिनँ कति बजे फेरि खाना बनाउने बेला भइहाल्छ है आज चाहिँ हाम्रो कस्तो समस्या परेको के साथीहरू होइन अनि के गर्ने कसो गर्ने है दिदी र म त हाम्रो मेन कुरा भनेको एटिएम चलेन अनि हामी दुईजनासँग क्यास पैसा थिएन क्या अनि क्यास पैसा थिएन अनि यस्तो बिजोग भयो आजको दिन चाहिँ कसम कहिले नि बिर्सिदिनँ होला त्यो दिदी नि अब झापादेखि भर्खर आउनुभएको म चाहिँ अब यहाँ काठमाडौँ नै बसिराख्ने मान्छे हो नि त
तर नि अब क्यास थिएन नि त अब अहिले त खालि क्युआरको उयो चलन छ अनि खालि एटिएमबाट निकाल्ने भन्यो एटिएम त कसम 4-5 वटा एटिएम चलेन हो आज त साथीहरू के भएको आमामामा थेत हामी त गङ्गापुरसम्मको हिँडेर त्यहाँनिर हाम्रो काम पनि थियो यसो अनि कामहरू सिधायौँ अनि झन्न दिदीसँग चाहिँ पैसा रहेछ अलिकति अनि त्यसले नै गरेर स्वयम्भूसम्म आयौँ होइन फेरि दिदी कति जिद्दी गर्नुहुन्छ हाम्रो घर जाऊँ न भन्दा नि होइन रे उसलाई उसकै घर जानुपर्ने रे उसको पार्टी के छ अरे घरमा जानै पर्ने अनि पठाउमा इन्ड्राप गरेर पठाएको पठाउवाला दाइहरूले नि एउटा दाइले चाहिँ हेल्प गर्नुभयो अब के भन्छ अहिलेको जमानामा पनि हुँदो रहेछ त्यस्तो मान्छे होइन हेल्प गर्ने मान्छे चाहिँ हुँदो रहेछ हामीले त्यो साझा भेट्यौँ स्वयम्भूमा धेरै धेरै खुसी लाग्यो मन पनि नराम्रो लाग्यो तर नि अब आजको दिन जस्तो चाहिँ नहोस् यार हाम्रो मात्रै यस्तो भएको कि अरूको पनि यस्तो हुन्छ साथीहरू त्यो चाहिँ थाहा भएन म चाहिँ आएर अहिलेलाई चाहिँ सुतिरहेको छु जाडो भइरहेछ निन्द्रा पनि लागिरहेछ थाक्यो पनि होइन अनि त्यही हो आजको दिन चाहिँ जसो तसो हाम्रो साथी आएको दिदी र मेरो जसो तसो गरे साथीहरू हाम्रो दिन चाहिँ कट्यो होइन अनि अहिलेलाई चाहिँ यति नै हो अब फेरि पनि दिदी र हामी भेट्नेछौँ अब चाहिँ यस्तो हुने छैन कस्तो दिमाग खराब भएको यार आज त